सो हेलो एन्ड नमस्ते एभ्रिवान है वेलकम ब्याक टु माई न्यू भिडियो है। म यहाँ सन्चै छु, होप सबैजना सन्चै आर्मी हुनुहुन्छ होला। म पनि यहाँ सन्चै आर्मी छु। अनि आज चाहिँ टक्क बिदा भयो, अस्ति चाहिँ एक्जाम भयो। अनि टक्क अहिले कति बज्यो गाइस, अनि बजिसक्यो होला 12 होइन। अनि म चाहिँ भर्खर उठेको, यता मैले बिस्तारैबाटै ब्लग स्टार्ट गरेको होइन। अनि यस्तै हो गाइस। अनि है स्टे ट्युन। अनि तले चाहिँ दिदीले भाँडासाँडा धुँदै हुनुहुन्छ, टक्क म देखाउँछु। अनि दिदी चाहिँ मामा घरबाट आउनुपर्छ। अनि दिदीको चाहिँ एसी छ, अनि बाबा ड्युटी, अनि मामु बाहिर चलिहाल्नु भयो है। अनि म तरि जान्छु, दिदीले के गरिराख्नुपर्छ म चाहिँ त्यो देखाउँछु है। स्टे ट्युन है, भ्लग अन्तिमसम्म हेर्नु होला है गाइज। अनि यस्तै हो। अनि ल भ्लग चाहिँ मैले अस्ति भर्खर हालेको थिएँ। अनि मिनी भ्लगहरू चाहिँ मेरो आइराखेको छ। अनि साथ सपोर्ट गरिदिनु होला, किप सपोर्टिङ र स्टे ट्युन है गाइज। अनि डु सब्सक्राइब है। ल स्टे ट्युन, मसँग जोडिराख्नु होला है। भ्यू चाहिँ यस्तो छ है। छैन लगाइज। अनि अहिले चाहिँ म टक्क तले आइसकेको छु। अनि दिदीले चाहिँ यता सिमी छान्दै हुनु रहेछ भर्खर। अनि यता चाहिँ भाँडा धुनु रहेछ होइन क्या। अनि त्यस्तै हो। अनि है हेर्न सक्नुहुन्छ टक्क। अब म पनि चाहन्छु स्टे ट्युन है। ल हेर्न सक्नुहुन्छ हामी कसरी चाहन्छु होइन क्या। अनि सिक्न सक्नुहुन्छ हजुरले टक्क है। अनि कमेन्ट सेक्सनमा लेख्नु होला है। अनि कसरी छानिरहेको छु, कस्तो कन्टेन्ट आइरहेछ। अनि कन्टेन्ट चाहिँ जस राम्रो आउँदैन होइन गाइज। अनि त्यही पनि साथ सपोर्ट देखाइदिनु होला। ल स्टे ट्युन। यता चाहिँ यही टक्क छानिराख्नु भएको छ। एकताल हाई भनिदिनुहोस् त, यति छान्न बाँकी छ। अनि यति चाहिँ छानिहाल्नु भएको छ। अनि है अनि म चाहिँ तली आएको होइन गाइज। अब टक्क म चाहिँ छान्छु। अनि सिधै छानेर भेट्नुपर्ने हुन्छ। ल टक्क चाहिँ यो सब छानेर अनि टक्क त्यो दल्ने योमा दल्दाखेरि भेट्छु है। अनि यस्तै हो। ल चाहिँ हामी यता सिमी छानेर यता आइसकेको छु। यता दिदी चाहिँ रेडी गर्दै हुनुहुन्छ। अनि हाम्रो घरमा पनि यस्तै थियो। अनि गाइस ढुङ्गा हुन्छ अरे। अनि त्यही भएर तैँले बजेको घरमा आएछौँ। टक्क हामी पिसेको देखाउँछु। अनि म पनि पिस्छु, अनि दिदी पनि पिस्दै हुन्छ है। तब सिधै हामी पिस्दाखेरि भेट्नुपर्ने हुन्छ। ल गाइस हेर्नु पिस्दै हुनुहुन्छ है। म पनि पिसेको देखाउँछु है। ल मैले चाहिँ टक्क हान्नु गाइस। अनि पिसिसकेँ, हेर्न सक्नुहुन्छ है गाइस। अनि अहिले चाहिँ अनि फेरि यता दिदीले पिसिराख्नु भएको छ। यता अनि टक्क यता दिदीले चाहिँ भाँडा धुँदै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ होइन गाइस। टक्क पारेर अनि यता म छु होइन गाइस। अनि टक्क यता हेर्न सक्नुहुन्छ भाँडा चाहिँ 2वटा कुकर रहेछ, हेर्न सक्नुहुन्छ। दिदी चाहिँ यता हुनुहुन्छ। अनि अब टक्क म पनि दिदीलाई सहयोग गर्छु होइन गाइस। हेर्न सक्नुहुन्छ चट्ट पारेर अब म पनि भाँडा धुन्छु। एउटा कुकर मेरो, एउटा कुकर दिदीको। हेर्न सक्नुहुन्छ चट्ट पारेर पानी सानी मैले घमक्कै फालेँ। अनि यता हेर्न सक्नुहुन्छ माजोले यता मैले रबर धोइरहेको छु त्यो कुकर भिट्कनको। हेर्न सक्नुहुन्छ गाइस चट्ट पारेर स्टे ट्युन है। भ्लग अन्तिमसम्म हेर्नु भन्ने आशा छ। यता टक्क मैले साबुन लगाइरहेको छु कुकरमा गाइस। हेर्न सक्नुहुन्छ चट्ट पारेर है। अनि यताउता 10 मैले माझेँ। अब दिदीलाई दिएँ। अब दिदी धुनुहुन्छ होइन गाइस। अनि है ल अब दिदीले धोएको चाहिँ हेर्न सक्नुहुन्छ गाइस। अहिले चाहिँ म टक्क माथि आइसकेको छु। तल चाहिँ दिदीले भाँडा धुँदै हुनुहुन्छ। अनि मैले चाहिँ पनि थुतुरी सघाइदिएँ। अनि यता चाहिँ भाउ छ। भाउ हामीले के गर्नुपर्ने हुन्छ अरे? हो डु सब्सक्राइब है गाइस। अनि आज चाहिँ म भ्लगलाई यतिकै एन्ड गर्न चाहन्छु है गाइस। अनि डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड हिट द बेल आइकन। फेरि भोलि भेट्नेछु द न्यू भ्लगको साथ। अहिलेको लागि यति नै गाइस। अनि अहिले चाहिँ यता भाइले यता टिभी हेर्दैछ। अनि भाइको कार्टुनको नाम के रे? सिङच्याङ चप हो। सिङच्याङ चप गरे। अनि सिङच्याङ चप प्यालेन। अब भलै यतिकै इन्ड गर्न चाहन्छु। हस्त चाहिँ